हेलो साथीहरू, हामी चाहिँ आज वुमेन्स इन मोसन 2026 अर्गनाइज बाई नोबेल बैंक अनि उहाँहरूसँग चाहिँ मेरो पहिलो भेट हो। पहिलो भेटमा यति धेरै माया र गाइड दिनुभयो अनि थ्याङ्क यू भन्न चाहन्छु भिडियो मार्फत। अनि मिटिङ चाहिँ हाम्रो 2-3 घन्टाको थियो अनि 2-3 घन्टा हामी मिटिङमा बसेर चाहिँ बोर लागेर मैले एउटा सानो क्लिप लिएको थिएँ। मिटिङ चाहिँ 2-3 घन्टापछि सक्यो अनि मिटिङ सकिएपछि हामी चाहिँ बाहिर निक्लेर फोटो खिच्नतर्फ लाग्यौँ अनि हामीले ग्रुपमा फोटो खिच्यौँ है। अब एकअर्कासँग पहिलो भेटघाट पनि हो मेरो चाहिँ। सबैसँग फोटो खिच्यौँ अनि फोटो खिचिसकेपछि हामी खाना गयौँ अनि खानामा धेरै भेराइटीहरू थियो। हामी सबैले खानाको मिठो स्वाद लिएर खाना खाइसकेपछि चाहिँ हामी हाम्रो रुमतर्फ लाग्यौँ। सबै कुरा चाहिँ मैले क्लिपमा गर्न भएन, तर पनि मैले जे सकेसम्म चाहिँ बनाएको छु। अनि हामी रुम जाने बेलामा चाहिँ यस्तो भएको थियौँ 2 जना अनि रुममा गएको। रुममा यति धेरै सेवा सुविधाहरू, राम्रो सेवा सुविधाहरू थियो। सबै कुराहरू त्यहीँ थियो, ब्रसदेखि लिएर स्याम्पूदेखि लिएर एभ्रिथिङ त्यहीँ थियो। अनि त्यसपछि हामीले चाहिँ त्यो हामी बसेको रुमबाट चाहिँ यस्तो दामी भ्यू देखिरहेको थियो, इटरीको नाइट भ्यू। वाउ, म चाहिँ मनै खुसी भइरहेको थियो क्या, वाउ राम्रो रहेछ भनेर। अनि त्यसपछि चाहिँ हामी बाहिर घुम्न जाने सल्लाह गर्दै थियौँ। पानी पनि आउन आँटिरहेको थियो अनि बाहिर घुम्न जाने भएपछि चाहिँ मैले मुख मात्र धोएँ अनि मुख धोएर अलिकति फ्रेस भएर बाहिर गएको। बाहिर फेरि यस्तो जाने बित्तिकै पानी आयो कि मैले सबै कुरा चाहिँ खिचिनँ, तर पानी सानी आएर यस्तो भिजेर आएको थिएँ। अनि आएपछि चाहिँ अब नुहाउनु पऱ्यो नि त, अनि मैले चाहिँ नुहाएँ अनि नुहाएर निक्लिएपछि फोटो खिचेको थिएँ। अनि त्यहाँ कफी पनि रहेछ कि, अनि हामीले चाहिँ कफी बनाएर खायौँ। अनि ब्ल्याक कफी, सुगर कम भएर अलिक तितो भइरहेको थियो है वास्तवमा। अनि त्यसपछि फोटो खिच्यौँ अनि फोटो खिचिसकेपछि चाहिँ हामीले गफहरू पनि धेरै गऱ्यौँ, टिकटक बनायौँ, रमाइलो गऱ्यौँ एकअर्कासँग चिनजान। प्लस कस्तो धेरै रमाइलो भयो कि जो शब्दमै बयान गर्न नसक्ने भनौँ न, कति धेरै रमाइलो भयो। अनि त्यसपछि हामी सुत्यौँ अनि जस 1 घन्टा जति सुतेँ, म चाहिँ धेरै सुतिनँ। अनि बिहान उठेर यस्तो हेरेको, फेरि दामी देखिरहेको थियो अनि बिहान उठेर हेर्दा पनि मलाई राम्रो लाग्यो। अनि हामी चाहिँ अब सबैजना आज छुट्ने दिन थियो अनि म चाहिँ दमक जानेवाला थिएँ। दिदीहरू चाहिँ ब्रान्च फर्किँदै हुनुहुन्थ्यो अनि फर्किने बेलामा सानो क्लिप लियौँ। थ्याङ्क यू फर वाचिङ गाइज।